हेलो गाइज, सबैजनालाई जय मसीह नमस्कार साथीहरू। मैले यही रुखको यही ठाउँबाट मैले गएको दिनमा पनि मैले भिडियो पोस्ट गरेको थिएँ। धेरैजनाले हेरिदिनु भयो। सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्। अनि त्यो भिडियो हेर्नु भएपछि सबैजनाले कमेन्ट गरिदिनु होला, लाइक शेयर सब्सक्राइब पनि गरिदिनु होला। म फेरि आज पनि यहाँ भिडियो लिन आएको छु। आज 2083 साल जेठ महिनाको आज 3 गते हो र पनि यति धेरै ऐसलु छ। ल साथीहरू हेर्नुहोस् है। आज यहाँ मैले यो भिडियो पोस्ट गर्दा मेरो साथीहरूले देखेर आफू मात्रै खाने, हामीलाई किन नलगेको भन्नुभएको थियो। परमेश्वरलाई धन्यवाद भएकोस्। आज यहाँ मेरो म मात्रै छैन, मेरो बहिनी पनि आउनु भएको छ। जय मसी बहिनी। उहाँ चाहिँ सीता पाइलादेखिबाट, कलङ्की सीता पाइलाबाट ऐसेलु खाना आउनु भएको छ है। यति के अरे छ नि, यो खानेकुराहरूमा यो नयाँ नौलो चिजहरूमा सबैलाई इच्छा हुँदो रहेछ है। बहिनी उहाँ तलदेखिबाट आउनुभयो। परमेश्वरलाई पनि धन्यवाद। जुटाउनु हुने परमेश्वरलाई महिमा भएको होस्। यो ऐसलु जुटाउनु भयो। उहाँ चाहिँ चराचुरुङ्गीहरूलाई खानालाई चारो जुटाउनु हुने र अनि जुन आदम र हब्बालाई पनि बगैँचाबाट फल दिनुभएको थियो, यसरी नै आज हामीलाई पनि यहाँ यो ऐसेलु नयाँ चिज, नौलो चिज है। कति रसिलो छ, कति मिठो छ। परमेश्वरलाई धेरै धन्यवाद भएको छ है। अनि सबैजनालाई पनि धेरै धेरै धन्यवाद। भिडियो हेरिदिनु भएको लागि पनि परमेश्वरले आशिष दिनुभएको होस्। र साथै मैले यही रुखबाट, यही ठाउँबाट मैले पहिला पनि भिडियो पोस्ट गरेको छु। सबैजनाले हेरिसक्नु भएको छ। मैले धेरै समय अगाडि नै हो यहाँ भिडियो लगाएको। अनि ल हेर्नुहोस् साथीहरू, माथि माथि घनाघर जङ्गल छ। जङ्गलभित्र चाहिँ काफल, अहिले काफल छ, गएको समयमा लाली ग्रास थियो। अनि यो जङ्गलको मुनि चाहिँ यति राम्रो सुन्दर बस्ती छ है। यो बस्ती यति रमाइलो ठाउँ छ है यो बस्तीमा। ल हेर्नुहोस् साथीहरू। अनि अहिले चाहिँ हाम्रो यहाँ गएको दिनमा काफल, लाली गुराँस, अहिले फेरि ऐसेलु। अहिले यो बस्तीभित्र ऐसेलुको यति मजाले पाकेको ऐसेलुको रहस्य, ऐसेलुको रसिलो फल। परमेश्वरलाई धन्यवाद भएको। हालेलुया।